कर के हो त आज नेपाली? हामी जति नै जे भए पनि पुर्खाले आर्जेको, कहिल्यै पनि कसैको गुलामी भोग्न नपरेको, सधैँ शिर ठाडो राख्ने गौरवशाली देशका नागरिक हुन्। त्यो गौरवलाई बचाइरहने, त्यो गौरव गाथालाई बचाइरहने एउटा गतिशील समृद्ध नेपाल बनाउने हामीलाई करै छ, बनाउनै पर्छ हामी, नत्र हामीलाई पुर्खाले सराप्छ। पुर्खाले एक छाक खान छोडेर जोडेको देश हो यो। हजुरलाई म भनौं, बडा महाराज पृथ्वीनारायण शाहले कान्तिपुर विजय गरिसकेपछि पनि यो देशको नक्सालाई अझ विश्वमा समृद्ध बनाउनको लागि आफ्नो सुखलाई छोडेर देशको समृद्ध सहर र चाइनाको लागि पनि एउटा समृद्ध सहर भनेर चिने कान्तिपुर छोडेर नुवाकोट बसेको र त्यहाँ त्यो कर, देश बनाउने कर लिएर पुर्खाले दिएको देश हो। त्यसले गर्दा हामीलाई कर छ। हामीलाई देश सुशासन भएको देश, एउटा युवाले नागरिकता लिँदा उसले सुशासनका हिसाबले, ढिलासुस्तीका हिसाबले गर्नु परिरहेको, भोग्न परिरहेको समस्या, यो कर, यो बलजफ्तीबाट बाहिर मुलुकलाई ल्याउनु पर्ने छ।